राधे मेरो प्रभु मेरो भगवान। दिनको 5 वटा काँक्रा टिपेर खाँदा पनि नसकिएको यसपालका काँक्रा चाहिँ कतिवटा रहन् त। काँक्राको राजा ल एउटा काँक्राको राजा यहाँ छ है तेरी। एउटा त्यसले 2टा त्यसले 3टा भनेपछि त्यसले 4टा त्यसले 5 वटा। काँक्राको राजा त टन्नै फल्याएर छ हौ यसपाल। यसले 6टा पल्लोले 7 वटा लातेरीमा त्यो 8 वटा त्यसले 9 वटा त्यसले 9 वटा यसले 10 वटा आमामामा 11 वटा। अर्को यहाँ मुन्याबाट झुन्निएको रहेछ एउटा 12 वटा काँक्रा रहेछन्। राम 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 यो त सानो रहेछ र अम्मम्म के हौ। काँक्राको राजा त यहाँ त फलेछ ती। ल काँक्राको राजा चाहिँ यही हो जस्तो लाग्यो। यो तयारीमा राम 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 बिउ त डह्रो फलेछ बिउ। ल कत्रो फलेछ त काँक्राको राजाको बिउ त। ल काँक्राको राजा चाहिँ यो रहेछ फर्स्ट चानस फलेको काँक्रा भनेपछि 15-16 वटा यो सानो चिचिलासम्म रहेछ। दिनको 5 वटा छोराछोरीले खाँदाखेरि पनि अझै 10-15-16 वटा रहेछ भनेपछि यसपाल राम्रै बचत भएछ काँक्रा बचत। ओम नारायण नमो नमः राधे राधे। ल हाम्रो पहाडतिर खोटाङ जिल्लाको दिप्रुङ चुइचोमा गाउँपालिकाको वार्ड नम्बर 4 बतासे फलेको काँक्रा हो है हजुर। यो हेर्नुहोस् यस्तो छ।